त्यति जरिमाना तिर्न नसकेर आत्महत्या गरेको भन्छन् फेरि घन्टेका समर्थकहरू नि ग्याङहरू गाली गर्न राखेको छ। अहिले घन्टेका उहरू चाहिँ कस्तो आपत्ति, यिनीहरूलाई लाज शरम छैन? 1000 10,000 तिर्न नसकेर मर्ने उनीहरू जस्तो लुटेरा हो। सहकारीको पैसा लुटेर खाएको छ ती गणेश नेपालीले। बिचरा एउटा राइडरले कति तरफ कमाउँछ दिनभरिमा 600-700, त्यो मोटरसाइकलको किस्ता तिर्नु पर्थ्यो होला, अनि छोराछोरीको फिस तिर्नु पर्थ्यो होला। मैले सुनेको विदेश जान आँटेको थियो अरे त्यो भाइ पनि पासपोर्ट बनाउन गएको भनेपछि विदेशै सबै जानुपर्ने, एउटा राइडर पनि विदेश जानुपर्ने भनेपछि कहाँ पुगेको छ मुलुकको स्थिति? अनि यिनीहरू देश के चलाउँछ? 1 किलो नुन नकिनेको मान्छे, 1 किलो पिठो नकिनेको मान्छेलाई प्रधानमन्त्री बनाएको छ। अनुभव छैन। म एउटा कुरा के भन्छु भनेदेखि फुत 2019 मा तयार गरेर गोविन्द केसीलाई ल्याइयो, उज्जवल थापालाई अघि बढाइयो पार्टी। 2019 मा बालनलाई रेडी गरेर 2021 मा चुनावमा बालनलाई प्रधानमन्त्री गरेर त्यतिखेर प्रोजेक्सन गरेको थियो नि प्रधानमन्त्रीको। 26 मा प्रधानमन्त्री बनाएर हेर्नुहोस् त, 73-74 वर्ष राजनीति गरेका, कारागार बसेका, भूमिगत जीवन बिताएका नेता कहाँ पुगे? केही गर्दै पर्दो रहन्छ। सजिलै आए ल्याएको। यो त्यति सजिलो आउने चिज हो नि, ल्याइदिएको चिज हो। त्यसले गर्दाखेरि यो ल्याइदिएको कारणले गर्दाखेरि दिमाग र टाउको अर्काको छ। यी हातका मात्रै हो। उसले जे भन्छ त्यही गर्नुपर्छ।